पर्दैन तिमीहरूले तिमीले अघि माटो खेलेर हुन्छ र कर्नी हुन्छ म त यो गाला हाल्छु यो हाल्छु म यो हुन्छ यहाँ मैले के बनाइदिएँ अलरेडी त्यसले पानी आउँछ यो गिलो माटो मात्रै आउँछ है त्यो गिलो मात्रै चाहिन्छ समीर त माछा खोइ त माछा आयो कि माछा एउटै देखेन नि त अनि माछा भेट्दैन अनि अबसम्म बनिसक्यो माछा माछा चाहिँ कहाँ अनि कहाँ लिएर हाल्नु त नि 5 मिनेटबाट आइहाल्छ नि अनि बन्छ अनि बन्छ उसरी अनि त्यसपछि बनेपछि यहाँ स्विमिङ पुल बन्छ स्विमिङ पुल पनि बन्ने यो खतरा योजना खै के हो ए यो इँटा चाहिँ के को लागि समीर त यो इँटा ढुङ्गा के को लागि ल्याएको तिमीले इँटा छ ढुङ्गा छ यहाँ अनि त्यसमा पनि यसमा पनि माछा त्यो छोटे बच्चाको हो यहाँ चाहिँ बडे माछा त्यो बडे माछाको लागि त ए कति राम्रो पोखरी बनाएको समीर तले आहा त्यसले पनि त बनाइदिनु मैले एक्लै बनाएको हो कसले रश्मिले पनि हो र पहिला त गोठा गएको बेला रश्मिले सबै बनाएको थियो अनि मैले चियो बनाएको ए अनि छेउछेउमा यो इँटा राख्ने होला नि यताबाट इँटाहरू टक्क टक्क राखेर बनाउनु पर्यो नि छेउमा त त्यो इँटाको पर्खल जस्तो लाउनु पर्यो ऊ त इँटाको पर्खल जस्तो लाउनु पर्यो नि लगाएको त हो भएन ट्याक्क ट्याक्क राख्नु पर्यो कि उयो यतापट्टिको इँटा राखेछु त मैले गयो पानी गयो ए त्यो खालो भर्यो कि छैन छिटो हालौँ के भन्यो ल ए युनिसाले पनि ल्याइदिनु है ल त्यहाँ उएर ल हो बस भयो मिट्टी हाल्ने त हो त किन नहुनु होइन अन्त गाने तँ गाने यो पानी तँ पानी नै सिद्धो भाइ ए भाइले सबै पोखरी बिगारिदियो र अन्त पानी हाल्दा पानी सुक्ने भयो भाइको आँखा परो अलि माथि उठ त्यसलाई उठ्नु पर्छ